ऊबाट चप्पल काट्नबाट हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी पूर्णिमा मगर अगेन विथ एनदर भिडियो। अनि आजको भिडियोमा चाहिँ हामी सबैजना डिनर गर्न जाँदैछौँ, त्यो पनि बौद्धमा। म चाहिँ हिजो आएको थिएँ चुन्देवी बेलुकातिर, सो आज चाहिँ यतै बस्ने भनेर। अनि बेलुका चाहिँ बौद्धमा मलाई बाबुलाई पनि घुमाउन लिएर जानु मन थियो, सो अस्तिबाटै जाने भनेको टाइमै नजुडेको क्या। अनि त्यही भएर चाहिँ आज फाइनली टाइम जुडेको छ। अनि अन्जना विजय शोभा म अनि बाबु चाहिँ जाँदैछौँ। बाबु चाहिँ अगाडि विजय बाबुसँग छ। बाबुलाई चाहिँ अलिक सन्चो पनि थिएन, अनि फेरि सन्चो नभएको बेलामा घरभित्रै थुनेर राख्नु चाहिँ मलाई मन पर्दैन क्या। उसलाई के भन्छ अरे अलिकति बाहिरतिर गयो भने चाहिँ अलिक फ्रेस हुन्छ, अब त्यो बिरामीहरू पनि जान्छ भनेर, त्यही भएर। सो अनि हामीले हेर्न सक्नुहुन्छ शोभा कुमारीको आउटफिट देखाइदिनु त शोभा कुमारी। अनि मेकअप आँखा चिम्ल त मेकअप बाई मी है गाइजहरू। अनि यो सब ज्वेलरीहरू सब मैले चुज गरिदिएको उसको लागि। लाइनर बाइक सबै मैले चुज गरिदिएको लगाइदिएको। अनि बाबु चाहिँ झगडा गरिरहेको छ। मैले चाहिँ यो एकछिन भिडियो स्टार्ट गर्नको लागि मात्रै भिडियो बाबुलाई दिएको। सो गाइज स्टे ट्युन, भिडियो लास्टसम्म हेरिदिनु होला, स्टे ट्युन। सो गाइज हामी चाहिँ बाहिर चोकमा निस्किसकेको छौँ हामी सबजना। अब हामी चाहिँ बसको इन्तजारमा, अरू बेला सधैँ बेला ट्याक्सीमा हिँड्थ्यौँ, आज चाहिँ हामी बसमा जाने भनेर बसेको छौँ गाइजहरू। लोकल बसमा ट्याक्सी भन्दा बल्ल बल्ल बाबु चाहिँ विजय बाबुसँग मान्यो। सिट रहेछ यही बस राम्रो देख्दो रहेछ दुईजनालाई बच्चासँग। छिटै हेलो गर्दै छोरो हेर्नु त्यहाँ मलाई देखेपछि अब त्यो झ्याल लगाइदिनु होइन फुटी हिँडे नि कति। सो गाइज हामी चाहिँ झरिसक्यौँ बसबाट अनि जाँदैछौँ गाइज। हामी चाहिँ यो बाटो छिर्नु आँटेको अब। फाइनली हामी चाहिँ बौद्ध आइपुगिसकेको छ। मेरो छोरा काकुसँग बसेको यता जाउँ न ल। जाउँ उसलाई मजा लाग्यो हेर नि त्यहाँ। रमाइलो भयो। गाइज हाम्रो यो बौद्धको चाहिँ मेन गेट चाहिँ यो रहेको थियो, तर हामी उताबाट छिरेको थियौँ। लाग्नु त लाग्दैन क्या। उनीहरूको धर्मको मान्छेले देख्यो भने चाहिँ Oh my goodness. कता गयो हाम्रो पार्टी? ल म त हराएँ जस्तो छ गाइजहरू। म त हेरिरहेँ यता बाहिर निस्किने ठाउँ चाहिँ कता हो, कस्तो बिर्सेको क्या। ल गाइज हामी चाहिँ हट एन्ड कोल्ड किमा नुडल्स खान जाँदैछौँ, त्यही भएर हामीले चाहिँ त्यता जाने बाटो लिइसक्यौँ।
So guys, यही त हो hot and cold and hot राखेको छ तर कतिको प्याक छ यहाँ त एनी टाइम प्याक हुन्छ गाइजहरू one of the famous restaurant ओके भइहाल्छ नि तर प्याक वेट गर्नुपर्ने भयो गाइजहरू हामीले चाहिँ Oh my goodness. यहाँनिर चाहिँ ओपन किचन रहेछ यो साइड चाहिँ ओपन किचनवाला रहेछ है गर्नु होइन आन्टीको How? कैसन? खानु न कैसन? कैसन रे ल यता खानु न हामी चाहिँ खाइभ्याइ निस्क्यौँ छोरीले पनि एक दुई तान्द्रा नुडल्स खाइरहेको छु कस्तो थियो खानेकुरा ट्रेनमा म त ओन्ली 6 विजय 10 मा हाउ मच 10 मा 5 10 मा अरू चाहिँ 7 8 अनि चिकन मोमो चाहिँ 1 हाइटमा थियो नि पहिला नमिठो पाउँथ्यो होइन पहिला त मिठो हो नि अहिलेको टेस्ट त ओ माई गड नुडल्स त ढेँडो जस्तो थियो भने तपाईँहरू यदि हट एन्ड कोल्ड पाउनु भएको छ भने झुक्केर चिकन मोमो चाहिँ चिकन पनि आलु मिचेर खाए जस्तो अनि एकदम चर्को अनि अदुवा जस्तो थियो सो चिकन मोमोले चाहिँ हामीलाई एकदमै डिसपोइन्टमेन्ट गराइदियो तर बाँकी चाहिँ ठिकै थियो किमा नुडल्स पनि एक्सपेक्टेसन भर्सेस रियालिटी भयो कस्तो एक्सपेक्ट गरेर आएको थियो रियालिटी चाहिँ नुडल्स धेरै पाकेको थियो अब लाफिङ चाहिँ नम्बर 1 मै छ होइन सो ठिकै छ अब टाइम रमाइलो भयो सो हामी जाँदैछौँ अब चाहिँ फर्किन्छौँ एकचोटि पौधोको चक्कर लगाउँछौँ होला अनि बल्ल जानुपर्ने हुन्छ सो द नाइट भ्यू अफ बौद्ध स्तूपा Kathmandu. The night view of Bouddha Stupa, Kathmandu. Oh my god, यहाँ guys हेर न हेर आई बाई पनि गर्छ फेरि बेबी दाइ गरे होइन सबजना ल हिँड्छ होला एकछिन हिँडौँ न यसले नाच्छ पनि ल हिँड ल काकुसँग ल यो यो उताबाट हिँड्दै आइपुग्यो हो हिँड्दै लिएर आएको यसलाई
एक्सरसाइज गरौँ पर्यो भरे सोध्छ हेर न आमाले पछि सो अब हामी चाहिँ रोड क्रस गर्न लागेको छौँ आधीले रोकिदिनु पर्यो अब आधीले झन्डै ठोक्यो यार ट्राफिक आउँदा रोकेर बौद्ध गेट सो गाइज हामी बसेको ठाउँमा चाहिँ बस नआउने रहेछ त्यही भएर हामी चाहिँ अलिकति अगाडि जाँदैछौँ गाइज हाम्रो चाहिँ बसहरू भेटाएन होइन त्यही भएर हामीले चाहिँ ट्याक्सी मगायौँ त्यही हो हाम्रो ट्याक्सी पनि आइसकेको छ त्यहाँनिर सो हामी जाँदछौँ तपाईँहरू हेर्नु होला अगाडि नाइ प्लिज 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 मान्छेलाई बरु उता पठाउन जानु म बिचमा बस्दा हुन्छ तर मलाई यस्तो म बिचमा बस्दा हुन्छ होइन भइसक्यो बस्छु के हजुर